हामी नेपालीहरू नि है हामी नेपालीहरू भनेको गए गुज्रेको मान्छे हो कि हामी जतिको गए गुज्रेको मान्छे जिन्दगीमा कोही छैन के अब किन हामी गए गुज्रेको भन्नुहुन्छ भने है अब मैले चाहिँ एउटा भिडियो हाल्छु हैन युट्युबमा मैले भिडियो अपलोड गर्छु है जसमा चाहिँ मैले एउटा इन्डियन सिआइडी भनेर हालेको थिएँ जसमा चाहिँ 2K भ्युज आएको छ सब्स्क्राइब नि गरेका छन् 6.4 को वाच टाइम छ है युनिक भ्यू छ सब छ हैन अब इन्डियाको केही कुरा हालो भने राम्रै भ्युज आउँछ लाइक पनि गरेछन् अब लाइक पनि यसमा हेर्नुहुन्छ भने 55 छ है अब इन्डियाको केही कुराहरु नै राम्रै आउँछ लाइक पनि दिन्छन् सब्स्क्राइब गर्छ अब नेपालीहरुको हेरौँ है नेपालीहरुको मैले भिडियो चाहिँ है 2-3 टा हाल्ने एउटा अमेरिका अनि रतनको हालिहु हैन यो नेपाली नि हो है भ्युज त आहा आउन त आउँछ नआउने हैन अब तपाईले एउटा यो रतनको हालिहु एउटा नोरा फातेमा नेपाल आउँदाको हालिहु है सब हालिहु हैन अब त्यसपछि धेरै हालिहु नेपालीहरुको ऋषि धमालको अस्ति भर्खर अपलोड गरेको यो हालिहु 1.1 के आहा नेपालीहरुको भ्युज त आउने नेपालीहरु कति हरामी हुन्छन् भने लाइक नगर्ने सब्स्क्राइब नगर्ने हेर्ने मात्रै अनि यही भएर डिमोटिभेट भएर त मान्छेहरु हिन्दीमा बोल्छन् हिन्दीमा नेपालीको संस्कृति नै हराइसकेको अब नेपालीमा बोलेर कसैले भिडियो हाल्न छोडे किन छोडे भने नेपालीको कारणले हो नराम्रो भिडियो मात्र लाइक गरेहन हेरेहन नेपालीहरुको गए गुज्रेको समुदाय बिग्रिसकेको मान्छे देश हो के यो भनेको त्यही नचाहिँदो कुरामा लाइक गर्ने नचाहिँदो कुरामा सब्स्क्राइब गर्ने नेपाली भनेको त गए गुज्रेका मान्छन् यो भन्दा बरु हिन्दीमै कन्टेन्ट बना हिन्दीमै हाल्दै राम्रो लाग्छ हो कन्टेन्ट अब जब नेपालीमा भिडियो बना हाल्न कसलाई मन लाग्छ जब लाइक आउन सब्स्क्राइब आउन नेपालीहरुले नेपालीको सपोर्ट गर्दैन त कि खोया नेपालीमा भिडियो बनाएर हाल्छन् पुरै इन्डियाको बारेमा हाल्छ अहिले नेपालको टप सब्स्क्राइबर भएको टोन्डे ग्यामर जसले चाहिँ हिन्दीमा कन्टेन्ट बनाएर हाल्नुहुन्छ किनकि त्यसमा आउँछ भ्युज आउँछ लाइक आउँछ सब्स्क्राइब आउँछ त्यही भएर हाल्छन् नि अब के भन्ने नेपाली भनेको गए गुज्रेका हुन् नेपालीहरु